केही भन्न केही भान यो केटी कहाँको उल्टे घुमेको। हेलो साथीहरू, वेलकम टु आवर नेक्स्ट ब्लग। आज पनि तपाईँहरूलाई सदा अझै ब्लगमा स्वागत छ। कृपया ब्लग पुरा हेरिदिनु होला। अहिले चाहिँ खाना पाकिरहेको छ हाम्रो। यता आमाले सिमी केलाइराख्नु भएको छ, देख्न सक्छु तपाईँहरू। यता चाहिँ अनि यता चाहिँ हाम्रो खाना पाक्दैछ। बुढी के भन्दैछ? केही भन्दैन, केही भन्न केही भान के भन्नु आमा के भन्नुहुन्छ? तरकारी केलाउँदैछु। अब तरकारी पकाएर भात खाने त्यही हो। खाने मात्रै हो। के भन्नु थाल्दिनँ कि खुवाइदिनु आएर तोरी उखाल्नु जाने। तोरी उखाल्नुपर्छ हातदेखि तोरी पाएको र पाएको। ल साथीहरू, छोरो उठिसकेको छ। बिहान उठ्ने बित्तिकै गीत गाउन थालिसकेको छ छोरोले चाहिँ। यसको मुड पनि छोरो अनि होमवर्क गरिसकेको छैन? छोरो होमवर्क गरिसक्यो? र साथीहरू, यहाँ कुकरमा चाहिँ तरकारी पाक्दैछ। अब के भयो अरे? केही भएन। के हो भाइ के गरेको? खाइदेला नि हात खान्छ नि। हुँदैन छोरो, हुँदैन त्यसलाई। त्यसले त अब उयो दिन आँटेको छ। बेबी दुईटालाई मात्रै हुन्छ बेबी। रेडी भएन हो? कान्छी कति भयो? पाक्छ तरकारी? आठ बन्न आँट्यो त। ल अब चाहिँ तरकारी काट्दैछ। तरकारी काटेर अब कराई चाहिँ बसिसकेको खाएको छैन नि, कहाँबाट पानी खानु? बाबाले दिनु होला पानी। जङ्क फुड मात्रै दिनुहुन्छ बाबाले भन्थ्यो हो र? हो होइन, पानी यस्तो जाउली साउली त दिनुहुन्न नि। थाहा नै छैन बाबाले त्यस्तो त। चक्लेट ल्याएर दिन मात्रै जान्छ होइन? कुन्ताको छोरो हेल्दी खानुहुन्छ कि छोरोलाई चाहिँ जङ्क फुड चक्लेट ल्याएर दिनुहुन्छ नि। अनि छोरोलाई त्यही मनपर्छ होइन? अनि मन पर्यो भनेर ल्याइदिएर हुन्छ त? म सानो मान्छेलाई मन पर्छ त नि भन्नु। छोरोलाई चक्लेट मन पर्दै पर्दैन? पर्छ नि, ल्याइदिनुहुन्छ अनि खानु परिहाल्छ नि भन्नु। ए त्यसो भए म ल्याइदिन्न अबदेखि। ल अनि किन बानी पार्नु भएको त? अबदेखि ल्याइदिन्न म। ल हेल्दी फुड ल्याइदिनु हुन। हेल्दी फुड के ल्याइदिनु? फ्रुटहरू, बनाना, एप्पल, ग्रेप्स भन। अनि अंगुर। ग्रेप्स भनेको अङ्गुर होइन? गुड भन्न चाहिँ बाबालाई। गुन्डा पपाया पनि? ए यो केटी कहाँको उल्टे घुमेको। अनि पुरानो चामलको त मिठो हुन्छ त नि। पुरानो चामल मिठो हुन्छ। छोरोलाई मिठो लागेन जाउली?
नयाँ चामलको मिठो लागेन ए छोरोलाई पुरानो चामल ल्याइदिनु कहाँबाट ल्याउनु विदेशबाट ल्याउनु ए कहाँ तातो त फु गर्दै खाऊ न फु गर हो ल ठिक छ हो त्यसरी फु फु गर्दै खानुपर्छ के अनि त्यत्तिकै अनि फु नगरी खाइबा त तातो त हुन्छ त अनि यहाँ चाहिँ तरकारी पाकिसकेको छ साथीहरू पाएको होइन अब पाक्दैछ बेला भयो नि म रेडी भइसकेँ ढिलो भयो नि 8:20 भइसक्यो साथीहरू यहाँ चाहिँ अब बाख्राको दिनभरि बस्ने ठाउँ यही हो यहीँ बस्छन् बाख्राहरू चाहिँ के छ ऊ माइलो आउँछु भन्दै थियो अस्तिको दिन म त्यहाँ भेटेको थिएँ म यो आमा बिमारी हुनुहुन्छ त्यही भएर म आउन भ्याएकी छिन्न म आउँछु मिलाएर एक दिनको काम होइन एक दिनमा सकिहाल्छु नि भने भन्थ्यो यो मुढाहरू चाहिँ चिर्नु पर्ने छ यो कदमका ठुटाहरू एक दिन पनि लाग्दैन एक दिन पनि लाग्न त लाग्दैन यति त हो त्यो होइन होला त्यो नचिर त्यो पनि चिराउँदा भयो त नि के काम त बाई साथीहरू यस्तो छ यो चाहिँ हाम्रो गाउँ हो तपाईँहरू देख्न सक्नुहुन्छ यो हाम्रो गाउँ हो ल साथीहरू फाइनली म चाहिँ बस स्ट्यान्ड आइसकेको छु अब गाडीको वेटिङमा कतिखेर आउँछ गाडी कराउन त कराउँदैछ गाडी कताबाट हो बेला त भयो यतिखेरै आउँछ सधैँ गाडी यतिखेरै आउँथ्यो अब कतिखेर आइपुग्छ गाडी साथीहरू ल साथीहरू फाइनल्ली म चाहिँ आइसकेको छु अब यो ब्लगलाई म यहीँ इन्ड गर्छु भोलि फेरि अर्को नयाँ ब्लगको साथ तपाईँहरू माझ उपस्थित हुन्छु भन्दै आजलाई म बिदा चाहन्छु यदि भिडियो मन पर्यो भने लाइक कमेन्ट सब्सक्राइब गरिदिनु होला धन्यवाद